हेलो गाइस, यो चाहिँ मेरो फर्स्ट भ्लग हो। अनि मैले कहिले भ्लग बनाउँदा पनि बनाउन्न, हजुरहरूलाई थाहा नै छ। अनि आज म आज मेरो घर देखाउँछु, मेरो गाउँ देखाउँछु र म आफ्नो फ्यामिलीसँग हजुरहरूलाई भेटाउन जाँदैछु। अनि हजुरहरूले इन्जोय गरेर हेरिदिनु होला, त्यति नै हो। हेर्नुहोस्, यो चाहिँ मेरो सानो घर हेर्न सक्नुहुन्छ। मेरो सानो घर छ र सानो भए पनि धेरै मेरो लागि भरिपूर्ण छ भनौँ। એટલે म हजुरहरूलाई मेरो बाबा मम्मीसँग मिलाउन जाँदैछु। हेर्नुहोस्, यहाँ चाहिँ मेरो मम्मी। हाई भनिदिनु मम्मी। हाई। कति राम्रो हुन्छ। यहाँ चाहिँ मेरो बाबा। यता हेर्नु, हाई भनिदिनु बाबा। हाई। यहाँ चाहिँ टिभी हेरिरहेको छन्, मोड छ। यो चाहिँ मम्मी ड्याडीको रुम। यो चाहिँ मेरो भाइ। हाई भनिदिनु बाबु। अब हजुरहरूलाई चाहिँ मेरो रुम देखाउन जाँदैछु। नहाँस्नु होला है, कोही पनि हाँस्ने होइन। यो चाहिँ मेरो रुम, जो रुमको गति कहिले सुध्रेको हुँदैन। यहाँ चाहिँ म सुत्छु। यहाँ चाहिँ खै यहीँ हो है मलाई बस्ने चाहिँ। अनि यता बसेर यता डान्स हान्छु ढोका लगाएर। अनि यो चाहिँ मेरो टिकटक बनाउने है प्लेस। त पछाडि देखिरहनुहुन्छ होला, टिकटक बनाउने ठाउँ हो। अब हजुरहरूलाई म चाहिँ आफ्नो गाउँ घुमाउँछु भन्नाले देखाउँछु। अब हजुरहरूलाई कस्तो लाग्छ यसो भनिदिनु होला कमेन्टमा है। ल जाम। यो चाहिँ मेरो गाउँ हो, एकदम सानो गाउँ छ। अनि यो चाहिँ मेरो गाउँ हो, हेर्छु। अनि यहाँको बच्चा बच्चीहरू भए ब्लग बनाइरहेको बाबु। अनि यो चाहिँ मेरो गाउँ हो। यहाँहरू चाहिँ मेरो दाइ भाइ भन्न सक्नुहुन्छ। गाउँमा केटाको अभाव छ, यहाँ केटी भन्दा नि। यहाँनिर बस पार्क पनि छ। अनि योभन्दा मेरो हल्का माथि साथीको घर पनि छ, वहीँसम्म पुगेर। यो गाउँमा पक्कीहरू भनेको यही होला, नत्र त सबै माटोको घर छ। हेर्नुहोस्, सानो सानो छ। त्यहाँ पनि छ घर, हेर्नुहोस्, सानो सानो माटोको छानो घर छ। हेर्न सक्नुहुन्छ हजुरहरूले। अनि म हजुरलाई मेरो साथीको घरसम्म लगेर जान्छु। बस पार्क एरिया, त्यहाँको सिन चाहिँ दामी छ। हेर्छु, हेर्नुहोस्, उहाँ महिला टिम बसेको छन्, टिकटक बनाइरहेको छन्। क्या हो त्यस्तै लागिरहेको छ मलाई। लुङ्गी लाएर चट्ट भएर देख्न सक्नुहुन्छ। त्यहाँनिर बसेकी खाटनिर मेरो साथी हो। सानोमा साथीहरूको बिहा भइसक्यो, मेरो बिहा हुन गाह्रो छ। भ्लग बनाइरहेको छु क्या, होइन के कति चाइनिजै भन्छन्।